गुरु न कुनै काम बन्छ न कुनै आम्दानीको स्रोत छ। के गरौँ भएर म त निराश भएर मर्दैछु। ए हो, के गर्ने होला? हात दिनुहोस् त। ओहो बाबु, यति बेला त कहाँ जाउँ के गरौँ मन छटपट 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 भइरहेछ हो। हो त्यही भएर त तपाईँ कहाँ आएको। ठुलो खड्को छ, खड्को कटाउनु पर्छ। खड्को? कस्तो खड्को गुरु? यही असार 5 गते शुक्रबारका दिन उत्तम साइज छ, मन्दिरमा गएर काट्न पर्छ। के काट्नु पर्छ गुरु? कुखुरा, बोका, हाँस के काट्नु? होइन होइन होइन, त्यस्तो हिंसा होइन। चलचित्र मन्दिरमा गएर टिकट काट्न पर्छ। अनि टिकट काटेर नि खड्को काट्छ कहिले? त्यो मनले यो मनले खोजेकै त्यही छ। असार 5 गते आयाम जितबहादुरको टिकट काटेर मनोरञ्जन लिएपछि मन शान्त हुँदै जान्छ, काम बन्दै जान्छ। हरिओम तत्सत। आहा, असार 5 गते रहेछ, सबैको मन शान्त र खुसी पार्ने दिन।